मर्निङ। आज चाहिँ हाम्रो 20औं विवाह उत्सव रहेको छ, यानि कि 20th म्यारेज एनिभर्सरी। ह्याप्पी म्यारेज एनिभर्सरी असीम शाह। ह्याप्पी म्यारेज एनिभर्सरी। आज हाम्रो 20औं वर्षगाँठ मनाउँदैछौँ हामी, हैन? कस्तो लागिरहेछ त 20औं वर्षमा प्रवेश गर्यौँ आज हामी, हैन? 20औं वर्षगाँठमा प्रवेश गरिसकेपछि एकदम कसरी यति 20 वर्ष यति चाँडै बित्यो जस्तो फिल भइरहेछ, हैन? अनि अहिले चाहिँ ब्रेकफास्ट खान जाउँ भनेर सानो एउटा कार्यक्रमको आयोजना। अब त्यो ब्रेकफास्ट खान हिँडेको, तर कहाँ के इट्स स्टिल अ सरप्राइज फर मी, हैन? मेरो लागि सरप्राइजै हो। म चाहिँ जहाँ जहाँ डोराएर लाने हो त्यही जाने भनेर आज निस्केको। ब्रेकफास्ट कहाँ खुवाउन लान्छ होला जस्तो लागिरहेछ। यु क्यान चुज अप टु 3 प्लेसेस, है त? ल ओके, गिभ मी द अप्सन्स देन। अप्सन त दिनै भएन, आफै कहाँ लान्छ। यस्तो छ कि अब भोक लागेको भए चाहिँ सायद कहाँ जाउँ के खाउँ भन्ने हुन्थ्यो होला। बिहानै खाइसकेपछि चाहिँ भूमिका मान्ने टाइम छैन। आई डोन्ट नो, सोल्टी और मेबी एलोफ्ट और क्लब हिमालय। त्यो 3टा अप्सन मैले भनिहालेँ, बाँकी इट्स अप टु यु। ओके अलराइट, सो अलिकति जाममा परेका छौँ हामी चाहिँ। सो अब सरप्राइज दिउँ भनेर हिँडेको, बुढी पनि सरप्राइज लिउँ भनेर हिँडेको छ, होइन? ब्रेकफास्ट भनेर, लास्टमा ब्रेकफास्ट भनेर चिया पसलमा लगेर चिया र गरमरी खुवाएर घर लाग्ने भन्ने सोच आइरहेको छ मलाई बाटोमा, होइन? खुराफाती जाउँ हामी अगाडि। सरप्राइज दिने मान्छे नि आफै सरप्राइज भइदिइराख्ला, फेरि लिने मान्छे पनि सरप्राइज भइराख्ला फेरि। हामी जान लागेको चाहिँ कहाँ हो मलाई थाहा छैन, बाटै बाटो गइरहेछौँ। सो अब म चाहिँ स्टिल पजल छु। दही खान्न, मेरो घाँटी दुखिरहेछ। के खाने हो थाहा छैन, बट स्टिल एकदम पजल भयो कि म। अब भनौँ म नगरकोट लान्छ कि जस्तो लागिरहेछ मलाई चाहिँ, मेरो इन्ट्युसन। अब मेबी नगरकोट, मेबी अब यहाँबाट पुग्ने भए त नगरकोट त हो नि, कि त कोटेश्वर, पेप्सी कोला, जडीबुटी, भक्तपुर। मलाई चाहिँ नगरकोट लानुलाई होला जस्तो लागिरहेछ भित्र मनबाट चाहिँ, है? नगरकोटमा किन कोट लाउनु पर्यो? हामी कहाँ आयौँ? एयरपोर्ट आयौँ है। एयरपोर्ट आयो त दिपाञ्जली जानु। दिपाञ्जली जामाइजी उड्दिने हो क्या? कहाँ उड्ने? उड्दिने। पासपोर्ट के ल्याएको छैन मैले? कहाँ है के गर्ने होला? इन्टरनेसनल जाने भए एयरपोर्ट हिँड्ने हो नि त म। एयरपोर्टभित्र के नास्ता खाने ठाउँ छ त? छ नि, एयरपोर्टभित्र कस्तो मिठो मिठो गरमरी पाउँछ, गरमरी खाने भएर। त्यहाँ केही छ होला कि खाने ठाउँ, त्यही भएर। अनि एयरपोर्ट गएर के हुन्छ? नास्ता खाने होइन कि हामी एयरपोर्टभित्र छिरिसक्यौँ कि के हो कि? अनि बल्ल पछाडि एउटा सुटकेस पनि देख्दैछु कि मैले, सानो सुटकेस। होइन, यहाँ गाडी चाहिँ यहाँ पार्किङमा राखेर अनि यहाँको एउटा दामी रेस्टुरेन्ट खोलेको छ, त्यही जाउँ भनेर सोचिरहेको। एयरपोर्टमा ल्याएको छ, पार्किङमा राखेको छ, अनि यो झिक्यो, होइन? अब भन्दैन कहाँ हो भनेर, के हो भनेर भन्दैन। हामी जानलाई पोखरा हो कि चितवन हो कि के हो? 20औं वर्षमा आएर नाटक। ल तपाईँले मलाई कस्तो उल्लु बनाउनु भयो। अब यहाँ यो बोर्डिङ पासले चाहिँ के भन्छ भने हामी कहीँ जाँदैछौँ, हुन त त्यहाँ देखेर पनि थाहा पाइहाल्यो हामी नेपालगञ्ज जान लाग्यो, होइन? पोखरा काउन्टर छ, होइन? हामीले यो कहाँको टिकट ल्याउँ? ए पोखरा रहेछ यार, काठमाडौँ पोखरा, दिपाञ्जली लामा, असीम शाह, है? ब्रेकफास्ट खाने हिँड्ने मान्छे एयरपोर्टमा बसिरहेछ। तपाईँ त ब्रेकफास्ट खाने हिँड्ने होइन? तपाईँ त ब्रेकफास्ट खाने हिँड्ने मान्छे कहाँ यहाँ एयरपोर्टमा?
कहाँ जानु लाग्नुभयो तपाईँ खै बोर्डिङ क्लास हेर्नु त पोखरा रे के त्यसपछि ओ माई गड तपाईँ पोखरा गएर ब्रेकफास्ट खाने बाबा 20औं एनिभर्सरी पोखरा ब्रेकफास्ट सकिन्छ त अब अनि 20औं एनिभर्सरी हो नि त स्पेसल त हुनै पर्यो नि ल इट्स लाइक 20 इयर्स तपाईँ प्लेन वेट गरेर हो पोखरा जानलाई गुड बेडमा हुनुहुन्थ्यो त्यसपछि गाडीमा हुनुहुन्थ्यो अहिले एकैचोटि आकाशमा हुनुहुन्छ 20औं वार्षिक गाँठमा हेर्नुहोस् त 20औं एनिभर्सरी कस्तो लागिरहेछ के भन्न चाहनुहुन्छ हामी कहाँ जाँदैछौँ त गरम पञ्जली तपाईँलाई लिएर हामी पोखरा विमानस्थल अवतरण गरिसकेका छौँ अब हामी कतै जाँदैछौँ कहाँ जाँदैछौँ भन्ने कुरा अब अहिले बाहिर निस्केर थाहा हुन्छ पहिला आफ्नो त्यो अहिलेको सानो ब्याग लिनु होला है हेर्नुहोस् त हामी अहिले यो यति एयरलाइन्सको विमानबाट यहाँ अवतरण गरेका छौँ पोखरा अब यहाँबाट हामी एउटा गन्तव्यमा जाँदैछौँ पहिला ब्याग लिउँ पोखरा इन्टरनेसनल एयरपोर्ट ब्यागेज क्लेम हाम्रो ब्यागेज पर्खिरहेको छौँ हामी अब के प्लान छ बाबा अब के प्लान छ बाबा अब पहिला एउटा ब्याग लिने ब्याग लिइसकेपछि बाहिर निस्किने अनि नाच्ने बाहिर निस्केका छौँ हामी लिकुमा बोकेर अब कहाँ जाउँ भने खासमा घाम ताप्न आएको पोखरामा है जाडो जाडो भयो काठमाडौँमा पोखरामा घाम लागेको छ भनेर थाहा पाएँ यहाँ है सो अब हामी चाहिँ रूपापोखतिर लाग्दैछौँ Oh my god! Seriously? I think अर्को साइडबाट खोल्ने होला हेलो नमस्ते फाइनली हामी रूपापोख आइपुगिसकेका छौँ सरप्राइज रूपापोखमा बस्नुको लागि हामी अब यहाँबाट जाँदैछौँ मैले चाहिँ नगरकोट भनिरहेको थिएँ होइन कोट त कोटै हो नगरकोट होइन रूपाकोट त्यही त यस्तो राम्रो सरप्राइज भयो फ्री भयो हेलो नमस्ते सकिसक्यो हो तपाईँको ड्रिङ्क ह्याप्पी एनिभर्सरी सरप्राइज वेलकम रे ल फुल्ली हेर्नुहोस् त त्यहाँ हेर्नुहोस् त के अरे ल हेर्नुहोस् त ह्याप्पी 20th एनिभर्सरी Thank you so much for this lovely, lovely surprise.
बिहानदेखि कता कता घुमाएर मलाई सरप्राइज भन्दै हेलो यस के भयो रूपाकोट आएर पछि टकमा हात लाग्न राख्न थाल्नुभयो त थ्याङ्क यू सो मच रूपाकोट नगरकोट होइन रूपाकोटमा थियो होइन तिमीलाई बिहानदेखि मैले गरमरी गर्दै घुमाइ गरेर एयरपोर्ट लगेर एयरपोर्टबाट पोखरा ल्याएर पोखराबाट फेरि गाडी चढाएर रूपाकोट फाइनली लिएर आएको छु यहाँको भ्यूमा इन्जोय गर्नलाई हामी एक दिन यहाँ बस्छौँ अनि भोलि फर्किन्छौँ र हाम्रो 20औँ एनिभर्सरी होइन त 20 वर्ष तिमीलाई मैले झेलेको 20 वर्ष पुरा भयो तिमीले मलाई झेलेको पनि 20 वर्ष पुरा भयो त्यो 20 वर्ष एकअर्काको झेलाइलाई चाहिँ हामी मौन धारण गर्नको लागि चाहिँ यहाँ आइपुगेका छौँ होइन अनि त्यही भएर यो ठाउँ पनि अलिकति मौन अवस्थामा छ र भ्यू एकदम मजाको छ यहाँको होइन हिमाल पनि खुसी भइरहेछ आज होइन अनि यहाँ अब घाम पनि राम्रो छ तिमी त ह्याप्पी पर्सन नै हो नि तिमी त एकदम हाँसी नै रहन्छौ होइन हँसाइ नै रहन्छौ होइन सो आजको बिहानदेखिको सरप्राइज दिने काम पनि सकियो सनसेट पनि हुँदैछ यहाँ पोखराको माछापुच्छ्रे पछाडि ब्याकग्राउन्डमा छ सो श्रीमतीजी के छ त अब पछाडि सनसेट हुन लागिरहेछ अनि आजको अब इभिनिङ एन्डमा छौँ हामी एकदम प्लेजेन्ट सरप्राइज होइन सो कस्तो लागिरहेको छ यो 20 वर्ष मसँग कसरी बिते जस्तो लागिरहेको छ त आई थिङ्क ब्लेस्ड ह्याप्पी होइन 20 इयर्स कसरी बित्यो भनेर सोचिरहेको थिएँ कि अघि मैले कतै भएन कसरी बित्रियो त कतै भएन यो चाहिँ खुसी भएरै कतै नपायो होला नि त होइन खुसी भएर है ओके ल ठिक छ मेन कुरा चाहिँ हामी खुसी छौँ हामी सुखी छौँ हामी एकअर्कालाई बुझ्छौँ हामी एकअर्काकोलाई भावनाको कदर गर्छौँ त्यही भएर हामी खुसी छौँ पछाडिको जुन माछापुच्छ्रेको एकदमै मनमोहक दृश्य छ नि हेर्दाखेरि नै आँखालाई शीतलता प्रदान दिने ह्याप्पी फिल हुने अटल फिल हुने त्यस्तै रिलेसन चाहिँ हाम्रो अबको पनि नेक्स्ट 20 अझै होस् होइन अब 40th एनिभर्सरी पनि मनाउन पाऊँ शुभकामना तपाईँलाई त छँदै नै छ 40th होइन सिल्भर जुब्ली मनाउनुपर्छ पहिला 25औँ वर्षगाँठ होइन होइन मेन कुरा चाहिँ कस्तो हो भने जुन अन्डरस्ट्यान्डिङ जुन तरिकाले एकअर्काको हामी साथीको हिसाबले हामी हुर्किँदै बढ्दै लड्दै पढ्दै होइन 20 वर्ष सँगसँगै ग्रो गऱ्यौँ होइन सबै चिजमा होइन छोरीहरू पनि हुर्क्यो हामी पनि हुर्क्यौँ भनौँ न हामी पनि हुर्क्यौँ होइन सानो उमेरमै हामीले पनि बिहे गरे हो होइन सो 20 वर्ष चाहिँ एकदम फास्ट गयो अनि प्रोफेसनल्ली पनि हामीले पनि आफ्नो अचिभमेन्ट करियरको अचिभ गऱ्यौँ र मेन कुरा कस्तो भयो भन्दाखेरि यो रिलेसन हेल्दी भयो एकअर्कालाई विश्वास भयो एकअर्कालाई बुझ्यो एकअर्कालाई चाहिँ माया गर्यो भने चाहिँ यसरी 20 वर्ष गएको साँच्चीकै मलाई पनि यो अहिलेसम्म पनि त्यो कन्फेस गर्दाखेरि पनि 20 वर्ष भएछ ओ माई गड कसरी बित्यो जस्तो मलाई त्यो एक त मलाई त्यो बिहे गरे जस्तो फिलै हुँदैन होइन किनभने त्यो जुन खालको हाम्रो फ्रेन्डसिप छ त्यो हिसाबले पनि मलाई बिहे गरे भन्दा पनि साथीभाइवालै रिलेसन चाहिँ भइरहेको छ अहिलेसम्म पनि होइन सो त्यही भएर पनि 20 वर्ष भएको त्यही भएर सब म अरूलाई पनि रिलेसनलाई चाहिँ हेल्दी राख्नुहोस् हेल्दी राख्यो भने यसरी 20 वर्ष गएको पत्ता पनि लाग्दैन अरू केही भन्नु छ यस त्यही हो अब सबैजनालाई त्यही भन्न चाहन्छौँ होइन आफ्नो रिलेसनसिप ग्रो गर्नको लागि चाहिँ एकअर्कालाई मलजल गर्दै ग्रो गर्नुपर्छ अनि हेल्दी भइन्छ र बेला बेलामा यसरी सरप्राइज पनि दिने गर्नु पर्दो रहेछ होइन मैले पनि त्यो सिकेको छु आउट अफ द बक्स आज चाहिँ सरप्राइज दिने मेरो मुड भयो नत्र म पनि एनिभर्सरी भनेर त्यसरी मनाइराख्ने मान्छे त होइन तर कहिलेकाहीँ अब 20औँ वर्ष बितिसकेपछि वाइ नट भनेर चाहिँ यो सरप्राइज चाहिँ प्लान गरेको एकदमै प्लेजेन्ट सरप्राइजको लागि थ्याङ्क यू सो मच एन्ड यस दिस इज हाउ वी कन्क्लुड बाई